हेलो सबैजनालाई होप सबैजना ठिकै हुनुहुन्छ होला। सो म चाहिँ भर्खर मुख दिएर आएको र म हजुरहरूलाई आज जस्तो मेरो हेयर ब्यान्ड छ त्यस्तै कलरको फ्रुट्स लिन आँटेको छु। सो तपाईहरुले गेस गरिसक्नु होला। म चाहिँ बनाना लिएर आएको छु। यो बनाना चाहिँ यति इम्पोर्टेन्ट छ फेसको लागि। हजुरहरूले ठुलो बनाना लिँदा पनि हुन्छ। मैले चाहिँ यहाँनिर सानो बनाना लिएको छु। सो यो बनानालाई चाहिँ म चाहिँ मास्कको रूपमा युज गर्छु। यति सजिलो छ र यति राम्रो इफेक्ट दिन्छ, यसले म्याजिकल इफेक्ट दिन्छ। सो हजुरहरूले चाहिँ यसरी लिनु होला, भाँच्नु होला बनानालाई, हातमा स्क्विज गरिदिनुहोस् यसरी है, स्क्विज गर्नु। सो यतिको लगाइदिनु होला यसरी। यो बनाना चाहिँ यति इम्पोर्टेन्टको काम गर्छ बनानाले चाहिँ, सरी। सो यसले चाहिँ के काम गर्छ त? यसले स्किनलाई टाइटन अप गर्छ, यसले स्किनलाई स्यागी हुनु दिँदैन, यसले एजिङै स्टप गर्छ भन्दा पनि हुन्छ। सो तपाईहरुको फाइन लाइन्स छ या तपाईहरुको स्किन हुन्छ नि, अब कोहीको स्किन त भेरी सफ्ट हुन्छ, कोहीको चाहिँ टाइट खालके हुन्छ क्या, त्यो स्किनलाई चाहिँ कति दुखाइ हुँदैन क्या। तर जसको स्किन चाहिँ स्यागी सफ्ट खालके थिन स्किन हुन्छ नि, उनीहरूलाई चाहिँ पुरा सफर गर्नुपर्छ। किनभने चाहिँ छिट्टो फाइन लाइन्स आउँछ, एज पनि नभई फाइन लाइन्स आउँछ, स्किन स्यागी हुन्छ। सो त्यसलाई स्टप गराउनुको लागि चाहिँ फाइन लाइन्सको लागि काम गर्नुको लागि चाहिँ र स्किन टाइटन अप गर्नुको लागि चाहिँ बनाना यति राम्रो छ। सो हजुरहरूले यसरी मास्कको रूपमा बनानालाई फेसभरि एप्लाई गरिदिनु होला। अनि नेकमा पनि लगाउनु, किनभने नेकलाई पनि केयर गर्नुपर्छ, फेसै काउन्ट गर्नुपर्छ नेकलाई पनि। सो नेकलाई यसरी लगाइदिनु। अनि यसलाई चाहिँ म चाहिँ टाइम भएको दिन 15 मिनट 10, 15, 20 मिनट जस्तो अनुहारमा लगाएर छोडिदिन्छु। सो तपाईहरुकोमा कति टाइम छ, जति टाइम छ त्यति नै राखिदिनु होला। एटलिस्ट 7, 8, 10 कति टाइम छ त्यसरी नै लगाएर राखिदिनु होला। र यसलाई धुने बेलामा चाहिँ तपाईहरुकोमा पानी, चिसो पानी छ भने चाहिँ इट वर्क्स अमेजिङ। छैन भने चाहिँ नर्मल पानीले पनि धुनु, तर तपाईहरुलाई अझै इफेक्ट चाहिन्छ भने चाहिँ चिसो पानीले धुइदिनु होला। यति राम्रो इफेक्ट देख्छ। र मैले चाहिँ लगाइसकेको छु। मलाई यत्रो बनानाले कति काम गर्यो, पुरा फुल फेसै कभर गयो। र म यसलाई चाहिँ नचलाइकन एटलिस्ट आज चाहिँ अब म ड्युटी जानुपर्छ, एटलिस्ट म 5 मिनट होइन, अघि भनेको जस्तै 15 मिनट राख्छु, अन्त धुन्छु, अन्त चाहिँ आई गो टु वर्क। होप यो सानो बनानाको टेक्निक हजुरहरूलाई, टेक्निक के भन्नु, स्किन केयर रुटिनले हेल्प गर्छ होला। हजुरहरू पनि युज गर्नु होला यो बनाना, अनि स्किनसँगै केयर गरौँ है। र हेभ अ ग्रेट डे। थ्याङ्क यू सो मच। बाई बाई। म चाहिँ धुन्छु अहिले, अन्त धुएर चाहिँ म आइल गेट रेडी। म देखाउँदिनँ, तर हजुरहरूले ट्राई गर्नु है घरमा। सरी बाई भनेर पनि म फेरि आएँ। अलरेडी यस्तो टाइट भइसकेको छ, यो नेक त हलाउनै नसक्ने टाइपको टाइट भइसकेको छ। सो यो बनानाले चाहिँ दामी काम गर्छ साथीहरू, प्लिज ट्राई गर्नु होला। म चाहिँ पर्खिरहेको छु मुख धुनुको लागि। हल्लाउनु पनि सक्दैन। सो यति राम्रो इफेक्ट छ नि।